तपाईलाई राम्रो फोटो खिच्ने मन छ र राम्रो फोटो खिचेर फेसबुकमा अपलोड गर्ने, इन्स्टाग्राममा अपलोड गर्ने मन त छ, तर तपाईसँग राम्रो फोन पनि छैन र डिएसएलआर क्यामेरा पनि छैन। तर यो समस्या हैन। आउनुहोस्, म आज तपाईलाई नराम्रो फोटोलाई राम्रो कसरी बनाउने, 4K मा कसरी बनाउने, अथवा डिएसएलआर कसरी बनाउने, त्यसको बारेमा तपाईलाई म सिकाउँदै छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र भिडियोलाई लाइक, कमेन्ट, शेयर पनि गर्नुहोला र यो च्यानललाई यस्तै भिडियोहरूलाई फलो पनि गर्नुहोला। लागौँ हामी स्क्रिनतिर। तपाईसँग यस्तो फोटो छ, मानिलौं कि यस्तो फोटो छ, अहिले हेर्नु है। अनुहार पनि राम्रोसँग क्लियर देखेको छैन, हेर्नु है। मैले जुम गरेर देखाउँछु र फोटो पछि बनाइसके पनि देखाउँछु म तपाईलाई। अब एकछिन यसरी ब्याक जानु, ब्याक गएर यसरी ब्याक गएर गुगल या क्रोम ब्राउजर दुईटा मध्ये तपाई एउटालाई ओपन गर्नु होला। मैले गुगललाई ओपन गरे। गुगललाई ओपन गरेर यहाँनिर लेख्नु पर्ने हुन्छ IMAG इमेज अफ क्लियर भनेर आइसकेको छ अलरेडी। यसरी धेरै वेबसाइटहरु ओपन हुन्छ, यो मध्ये एउटा यसरी क्लिक गरेर ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईको यहाँनिर अप क्लिन इमेज नाउ भनेर लेखेको छ, यसरी यहाँ क्लिक गर्नु होला र यहाँ क्लिक गरिसकेपछि यस्तो प्रकारको इन्टरफेस खुल्छ। एड फाइल भनेकोमा यसरी क्लिक गर्नु होला। कुनै पनि एउटा फोटो तपाईको ग्यालरीको एउटा फोटो एल्बमको यसरी सिलेक्ट गर्नु होला। मैले फाइनली यही फोटो सिलेक्ट गरे। यसरी सिलेक्ट गरिसकेपछि अब यहाँनिर देखाउँछ म्यान भनेको यहाँनिर हो। 2K मा बनाउने कि 4K मा बनाउने कि 6K मा बनाउने, केमा बनाउने। तपाईले यसरी यसलाई सिलेक्ट गरेर स्टार्ट प्रोसेसिङमा क्लिक गर्नु होला। स्टार्ट प्रोसेसिङमा क्लिक गरेर एकछिन होल्ड हुन्छ, फोटो अपलोड हुँदैछ। त्यसपछि कस्तो देखाउँछ तपाईलाई म पुरा जुम गरेर देखाउने छु। क्यामेरा भन्दा नि राम्रो बनाउन सकिन्छ। क्यामेरा किन्नु पर्दैन। जस्तो मोबाइलबाट पनि खिचेको फोटो पनि तपाईले 4K डिजिटल क्यामेराबाट खिचे जस्तो बनाउन सक्नुहुनेछ। एकछिन वेट हुँदैछ। स्टार्ट प्रोसेसिङमा गइसकेको छ। अब एकछिनमा हुन्छ, तपाईलाई हेर्नु है। यसरी फोटो बनाउन सकिन्छ। एकछिनमा यो प्रोसेसिङ हुँदैछ। भइसक्यो अलरेडी प्रोसेसिङ इमेज अगाडिको फोटो हेर्नु है। यस्तो छ भने अब हेर्नु है, यस्तो देखाइराछ। अब एकछिनमा डाउनलोड गर्नुहोस्। डाउनलोड गरेर ओपन गरेर पनि देखाउँछु तपाईलाई। अब डाउनलोड अलरेडी भइसकेको छ। यसलाई म ओपन गरेर देखाउँछु। हेर्नु, पुरै 4K मा कस्तो क्लियर देखाइराछ है। यसरी फोटो बनाउनु होला। तपाईको क्यामेरा किन्न, राम्रो फोटो क्लिक गर्न क्यामेरा किन्नु पर्दैन। भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो भने च्यानललाई फलो गरेर भिडियोलाई लाइक, कमेन्ट र शेयर गरिदिनु होला। यस्तै सूचना भएको भिडियोहरु लिएर आउने छु तपाईहरुमाझ।